आमा पछि वर्षको भर्खरको तन्दै थियो तरुणी नि नाति कहाँ त्यहाँ खोज्दा बुझ्नु हुँदैन हामी छोराहरू अलिकति आमा छोराहरू बुढो भइसक्यो यहाँ सबैजना उपस्थित मान्यगण सबैलाई सुनामुना जयमसी प्रसाद भन्नु जयमसी भन्नु ल धन्यवाद आइदिनु भएको धन्यवाद अनि आमालाई अरू त के भन्नु छ र हामीले आमाबाट जन्म पायौँ परमेश्वरले आमाको कोखमा हामीलाई ठाउँ दिनुभयो अनि हामी जन्म्यौँ कति छ भाइ कति आमा 7 भाइ अनि छोरी जन्म पायौँ धन्यवाद आमालाई धेरै धेरै धन्यवाद जन्मदिनको शुभकामना अझै लामो आयुको हामी कामना गर्छौँ अहिले कान्छी पनि भन्दै चाहिँ 100 वर्ष अनि मसालाई पनि 120 वर्ष हुन बाँचेर मसा पनि बितेका थिए सायद त्यतिसम्म पुग्नु त अब नहोला अहिले कान्छी घोषणा गरिहालेँ 100 वर्ष हुन ठिकै छ हामी 95 वर्षको पनि यही ठाउँमा हामी फेरि जन्म दिवस मनाउन पाऊँ 100 वर्षको पनि हामी जन्म दिवस मनाउन पाऊँ भन्ने हामी अपेक्षा गरौँ आशा गरौँ परमेश्वरमा है अनि धेरै धेरै धन्यवाद परमेश्वरको अनुग्रह कृपा रहिरहेको छ अनि सधैँ रहिरहोस् अनि अब हामी आमालाई खुसीको लागि एउटा गीत मामाको मामा कतिजनालाई मन पर्छ नि आमा हुन्छ है गीत बज्छ अब गीत बज्छ आमाको नाच्ने 100 साल होइन यो 90 साल बाबा आयो कि 100 साल खाइ पो भयो नेपालमा कति अहिले कति कुन साल 83 85 अनि 83 भयो 100 साल सालभन्दा अगाडि गरे कान्छे भाइ 90 सालको 3 वर्ष अगाडि गरे